ल, वैशाख 1 गते एउटा ठूलो ज्योतिषीय घटना आउँदैछ। सूर्य मेष राशिमा प्रवेश गर्दैछ। नयाँ वर्षको सुरुवातसँगै यो ग्रह गोचरले 7वटा राशिको भाग्य चम्काउनेवाला छ। सूर्यको यो राशि परिवर्तन निकै खास छ, किनभने मेष राशिमा सूर्य सबैभन्दा शक्तिशाली हुन्छ। ल, अब हेरौँ कुन कुन राशि हुन् ती 7 भाग्यमानी जसलाई सबैभन्दा धेरै फाइदा हुन्छ। यो सूचीमा मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक र कुम्भ राशि परेका छन्। यो समयमा नयाँ अवसरहरू आउनेछन्। करियरमा प्रगति र पदोन्नतिको पनि बलियो योग छ। लामो समयदेखि रोकिएका कामहरूले अब गति लिनेछन् अनि गरेको मेहनतले सफलता र सम्मान दिलाउनेछ। परीक्षा, प्रतिस्पर्धा र लगानीमा पनि सफलताको सङ्केत छ। त्यसैले यो समय आत्मविश्वासका साथ अघि बढ्ने हो। तर सूर्यको यही शक्ति सबैका लागि भने फाइदाजनक नहुन सक्छ। 2 राशिले चाहिँ सावधान रहनुपर्छ। वृष राशिको 12औं घर र कन्याको 8औं घरमा सूर्यको स्थितिले गर्दा हो। यसले खर्च र बाधा बढाउन सक्छ। जस्तै कि अचानक खर्च बढ्नु, चोटपटक लाग्नु वा कसैबाट धोका हुनु, यस्तो सम्भावना देखिन्छ। तर नातिनुहोस्, ज्योतिषमा यस्ता नकारात्मक प्रभावहरू कम गर्ने केही सरल उपायहरू पनि छन्। जस्तै हरेक दिन सूर्यलाई जल चढाउने, मन्त्र जप गर्ने वा तामा, गहुँ जस्ता चीजहरू दान गर्ने। त्यसो भए अब सबै 12 राशिको लागि यो महिना कस्तो रहला एकैछिनमा हेरौँ है त। यहाँ हरेक राशिको संक्षिप्त फल देख्न सकिन्छ। हेर्नुस् त, सिंह राशिको भाग्य चम्किँदैछ भने तुला राशिलाई विवाहको योग छ। नयाँ वर्षको यो सुरुवातमा सूर्यले सबैलाई ऊर्जा दिइरहेको छ। अब आफ्नो भाग्यलाई कसरी अगाडि बढाउने त्यो आफ्नै हातमा छ।